गर्दाखेरि यहाँ मेरो सेकेन्ड घरै हो। तपाईँहरूसँग भेट्ने, तपाईँहरूलाई माया लाग्ने फोहोर परार त्यहाँदेखि त्योभन्दा अगाडि 11 तारिक अप्रिल चाहिँ जहिले पनि एउटा अनुहार तपाईँहरूले देख्नुहुन्छ, पुरानोहरूलाई थाहा छ। जहिले पनि यो दिन देख्ने अनुहार चाहिँ हाम्रो कसको भन्नुहोस् त? त्यसले गर्दाखेरि आज सरको बर्थडे हो, केक काट्ने हो ल, त्यहाँदेखि ह्याप्पी बर्थडे भन्ने हो। कसलाई आउँछ गीत गाउनु आउँछ होइन? केक दिनुहुँदैछ। 11 अप्रिल 2026 दिनमा हामी सम्पूर्ण जोइजम परिवारको तर्फबाट एकदमै बेसी उहाँलाई हामी शुभकामना टक्राउन चाहन्छौँ। धेरै धेरै धन्यवाद। दिगम्सलाई जन्मदिनको धेरै धेरै शुभकामना, धेरै ईश्वरले आयु दिउन्। अहिले हाम्रो एरेन्जले त्यहाँबाट भन्नु बित्तिकै कसको जन्मदिन भन्नु बित्तिकै उहाँले सिटोङबाट भन्नु। बिहानदेखि नै तपाईँहरूलाई सम्झिँदै धेरै धेरै खुसी र म यति साह्रो एउटा भाग्यमानी छु कि मलाई तपाईँहरूसँग भेटेर जाँदाखेरि यति सन्तुष्टि, यति ऊर्जा आउँछ। नमस्कार सबैलाई। विशेष गरेर आज एउटा जन्मदिनको शुभ अवसरमा है हामी कालिम्पोङको ओल्ड एज होम यहाँ जहाँनिर वृद्ध आमा बाबाहरू बस्छन् है, यहाँ सधैँ नै यो जन्मदिनको शुभ अवसर पाएर आउने गरेको छु। र विशेष मेरो मकसद चाहिँ धेरैजनाले आफ्नो जन्मदिनमा बडे पार्टीहरू गरेर धुमधामसँगले मनाउँछ, धेरै धेरै खर्चहरू गर्छ। अब है अब वृद्ध आमा बाबाहरूलाई गर्न चाहन्छु जो बिमारी छन्, जसको आमा बाबा छैनन् है, जसले अब यो वृद्ध आश्रममा जीवनहरू बिताइरहेका छौँ है, उहाँहरूको निम्ति चाहिँ म त्यो खर्चहरू गर्न चाहन्छु। एउटा आत्मसन्तुष्टि हुन्छ है, यो हाम्रो एउटा नागरिकहरूको एउटा जिम्मेवारी वहन गर्ने एउटा सुरुवात पनि अब हुन्छ। अब सबैले यसमा अब यो प्रति सोच राख्यो भने हामी आपसी एकअर्कामा धेरै सबैलाई लिएर माथि एक स्टेप माथि जान सक्छु। र मेरो यही नै सन्देश र धारणाहरू गरेर म सधैँ यहाँ आउने गर्छु र खुसी लाग्छ। र अब यही कुरोहरू गरिरहन पाऊँ भन्ने ईश्वरसँग भने प्रार्थना पनि गर्छु। रेस्टुरेन्ट अब दियो र मेफेयरको भित्र हामी पसिसकेका छौँ र यहाँनिर एउटा रेस्टुरेन्टमा र तपाईँहरू देख्न सक्नुहुन्छ यो स्विमिङ पुल पनि छ। यहाँ अर्केस्ट्राज्यू कालिम्पोङको मेफेयरको दृश्य। मेफेयरको सानो गेट, यहाँबाट चाहिँ तपाईँहरू भ्यू पोइन्ट जस्तो छ। र सर राम्रै लाग्दैछ मेफेयरको है। पहिला पनि हामी आएको नि यहाँनिर है, हाम्रो तितसलाई पनि सम्झना छ यति बेला कन्फरेन्सहरू आउँदा। म अलिकति यो देखाउनु पऱ्यो है बाहिर। तपाईँहरू यो मेफेयरको मुनि हेर्नुहोस्, यो फल्स उयो झार, र यहाँबाट चाहिँ तपाईँ मेफेयरमा चाहिँ बाहिर अलिकति तपाईँहरूलाई देखाउनु पऱ्यो कालिम्पोङको पुरानो हेरिटेज टाइपको घरहरू छ यहाँ कालिम्पोङ। यो यहाँबाट यो पनि देख्दो रहेछ हाम्रो यो मेकफार्लेन चर्च कालिम्पोङको यस्तो। हुन्छ खुट्टा डल्लै निकाल्नु परेन यति गरम भनेको एकछिन यो गरमको
र यो हेर्नुहोस् पानीको ज्यानर यो अरू केही नभने यहाँ फुलले चाहिँ अचम्मै गरिदिए हाम्रो केशरज्यू अनि विक्रमज्यू आफ्नो आफ्नो मोबाइलमा व्यस्त हाम्रो फोटो सेसन हुँदैछ र हाम्रो मेफेयरको किचन चाहिँ यस्तो छ है हाम्रो कुशल दार्जिलिङ व्यस्तै छ अनि यहाँ यहाँ हाम्रो केशरज्यू अरू विक्रम सर ल नमस्कार है सबैजनालाई र विशेष आज 11 तारिक शनिबारको दिन 2026 मेफेयरमा छु र यो मेफेयरको पछि हेर्नु सक्नुहुन्छ र विशेष एउटा सानो ब्लग लिएर आएको छु है र मेरो साथीहरू यहाँ हुनुहुन्छ दाजुहरू सरहरू र उहाँहरूसँग मेफेयरमा आएर हामी खानासाना खाएर विक्रमज्यूको बर्थडे मनाएर अनि हामी अब फेरि सिटोङतर्फ जाँदैछौँ हुन्छ धन्यवाद